गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म यता खेतबारीतिर जाँदैछु गाइज। देख्न सक्नुहुन्छ मकै, यो चाहिँ लसुन है गाइज, गार्लिक यस्तो भएको छ। अनि मकै यो चाहिँ हाम्रो हाइब्रिड मकै भन्छ है यसलाई। अनि यतापट्टि चाहिँ जाँदैछु म, पानी पटाएको छ कि यहाँ घाँसमा, अनि त्यसैले त्यही हेर्नलाई जाँदैछु है। यो चाहिँ यस्तो चाहिँ मकै। ल पानी पटाएको, पानी सुक्यो क्या हो, पानी नै आएको छैन त गाइस। ल गाइस, मेसिन बन्द भएछ नि त पानीको, पाइपबाट पटाइरहेको थिएँ, आफै के भएर पानी नै अफ भएछ। अब गएर फेरि त्यसलाई चलाउनु पर्छ गाइस। पानी सुकेको छ, मेसिन चलिरहेछ। यो चाहिँ खै किन हो, आफै पानी अफ भइरहेको हुन्छ क्या। अब अन गरिदिउँ। लेट्स सी, बाहिर हेरौँ पानी आयो कि आएन। आएछ। यहाँ देख्न सक्नुहुन्छ गाइस, पाइपबाट पानी जाँदैछ हैन। यस्तो छ मकै चाहिँ गाइस, बबाल छ हेर्नु है। प्रत्येक बोटमा दुई दुई घोगा लागिरहेछ क्या मकैहरू चाहिँ, प्रत्येक बोटमा। पानी आयो गाइस है, यहाँ चाहिँ देख्न सक्नुहुन्छ पाइपबाट यहाँ। पानी सानो आउँछ, त्यसैले यो यति पटाउनलाई मात्रै आज बिहानदेखि बेलुकासम्म लाग्ने हो गाइस है। पानी सानो छ, त्यही भएर टाइम लागिरहेछ। यो चाहिँ घाँस हो गाइस है, देख्न सक्नुहुन्छ। अब यो भरिनलाई त अझै टाइम लाग्छ, यो पुरै पटाउने हो नि त। यस्तो छ गाइस, अहिले सबैतिर मकै मकै देख्न सक्नुहुन्छ। हाम्रो खेतबारीतिर सबैकोतिर मकै मकै छ है। त्यही हो गाइस, यहाँ अब पानी पटाउन आएको। खै त तनाव बनायो। यसमा पटाइसकेर फेरि यसमा नि पटाउनु पर्ने हो। यसमा त खै आज भ्याएला जस्तो छैन, पानी नै पटेको छैन। पानी अफ भएर बसेर रहेछ अघिदेखि। म चाहिँ घरतिर थिएँ, थाहै पाएन। अनि अहिले आएर हेर्दा पो यसो पानी नै छैन ला। त्यही भएर बेला बेलामा चेक गरिराख्नुपर्छ कि पानी आफै बन्द भइरहेको हुन्छ। त्यही हो गाइस, यस्तो छ गाउँघरतिर काम गरिँदैछ गाइस। हिजो हिजो यो कुकुर चाहिँ हाम्रो कुकुर हो गाइस होइन। म जता गए पनि पछि 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 खोज्दै 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 आइहाल्छ कि। यो चाहिँ हामीले पालेको कुकुर हो गाइस, देख्न सक्नुहुन्छ। यो हिजो म पछि पछि आउँछ कि, जता गए पनि म पछि पछि पछ्याइरहेको हुन्छ है गाइस। हिजो यस्तै छ गाइस चाहिँ। अनि गर्मी सुरु भइसकेको छ गाइस तराईतिर होइन। अब गर्मी एकदम बढ्दैछ, मच्छर लाङखुट्टे लाग्छ एकदमै होइन। बेलुकाखेर राति अब पङ्खा नचलाइकन सुत्न चाहिँ गाह्रो गाह्रै हुन थालेको छ। त्यही गाइस, तराईको विशेषतै त्यही हो होइन। गर्मी भएन भने त फेरि तराई नै नहोला नि त। त्यस्तो छ हाम्रो खेतबारी, तपाईँहरूलाई देखाएँ।
अहिले चाहिँ गाइस हाम्रो खेतबारीमा भनेको मकै अनि सुर्ती छ गाई चाहिँ। मैले तपाईँलाई मकै उता देखाइहालेँ। यो चाहिँ गाई सुर्ती है, जुन तपाईँहरूले चुरोट बिडी खैनी खानुहुन्छ नि, यही सुर्तीबाट बन्ने हो है त। यस्तो हुन्छ सुर्तीको खेती चाहिँ, देख्न सक्नुहुन्छ। यसलाई चाहिँ अब टिपेर तलको ठुलो ठुलो पातहरू टिपेर सुकाउन राखिसकेको छ भने अब यो फेरि बढ्दै जान्छ, फेरि पातहरू टिप्दै त्यसरी चाहिँ यसलाई बनाइन्छ गाइस है। त्यो चाहिँ यहाँ बनिँदैन, हामीले चाहिँ जस्ट सुकाएर बेच्ने हो होइन। अनि उता कता कता अब लगेर यसको भनौँ न सुर्ती बनाएर अनि राम्रो राम्रो सुर्तीहरू त्यही त हो नि विदेशतिर जाला, नराम्रो अलिक कम क्वालिटीको चाहिँ नेपालमा बस्ने त्यही त हो नि। यस्तो हुन्छ गाइस यो सुर्तीको फुल है गाइस। यो चाहिँ छिपिसकेपछि चाहिँ यसरी फुलहरू निक्लिन्छ अनि त्यसपछि चाहिँ अब पातहरू आउँदैन भन्ने बुझ्नुपर्छ। छिपिसकेपछि त आउँदैन नि त, यस्तो हुन्छ। अनि यो चाहिँ सुर्ती गाइस यस्तो हुन्छ है त। सुर्तीको पात यसलाई चाहिँ टिपेर मजाले सुकाउनु पर्छ, यस्तो छ। अनि यहाँनिर देख्न सक्नुहुन्छ आँप मजाले फुलेको छ है गाइस। यस्तो हुन्छ सुर्तीको रुख चाहिँ तपाईँहरूले खाने चुरोट बिडी होइन खैनी, यही सुर्ती है त गाइस। यसरी हुन्छ सुर्तीको खेती चाहिँ। त्यही गाइस मैले तपाईँहरूलाई भनिसकेँ। अनि यतापट्टि पनि थियो होइन, यो सबै यो काटेको चाहिँ सुर्ती टिपेर काटिसक्यो। अनि त्यसपछि फेरि पानी पटाएर हल्का हल्का फेरि एकचोटि टिप्न मिल्छ क्या, फेरि पत्ताहरू पलाउँछ नि त। अनि पलाएपछि चाहिँ अनि फेरि त्यसलाई टिपेर फेरि सुकाएर अनि बाहिर पठाउने हो होइन। यस्तो छ हाम्रो खेतबारीमा चाहिँ अहिले मकै र सुर्ती मात्रै छ गाइस, त्यही हो। अनि आँपहरू फुल्ने सिजन छ होइन, नयाँ पाउलाहरू आउँदैछ, त्यही त हो नि। यस्तो छ गाइस हाम्रोतिर चाहिँ। तपाईँकोतिर चाहिँ के खेतबाली हुन्छ त है, त्यो पनि यसो कमेन्ट गर्नु होला गाइस। हाम्रोतिर हुने भनेको धान मकै यस्तै सुर्तीहरू होइन, आलुहरू। अब यो चाहिँ गाइस मल डेरी है, मल खेतमा लाउँछ नि हामी, अर्ग्यानिक मल यो हो, गाई भैँसीको ओरिजिनल मल। यस्तो छ यो मकै, यस्तो छ। यो चाहिँ विकासे मकै है गाइस, यो चाहिँ लोकल होइन कि विकासे मकै हो। अहिले चाहिँ प्राय तराईमा चाहिँ यही विकासे मकै नै युज गरेर हुन्छ है प्रायले यो। अनि यो मैले अहिले तपाईँलाई भनिसकेँ, यो लसुन है यस्तो हुँदैछ। यतातिर आँपको रुख छ, पाउला पलाउँदैछ, फुल फुल्दैछ, यस्तै छ गाइस। केटाहरू गुलेली खेल्नु हिँडेको मान्छेले बिहे गरेर बच्चा हुनेवाला भइसक्यो, गुलेली खेलिन्छ रमाइलोसँगले। कति मारिस् त? यो समिताको छोरा होइन, त्यो काँचेले कति मार्यो? खोइ घरमा छ अरे। मान्छेलाई लाग्ला है, मान्छेलाई। केटाहरू यसरी गुलेली खेली हिँडेछ। हामी पनि सानोमा यसरी गुलेली खेली हिँड्थ्यौँ होइन, सानोमा चाहिँ त्यो उमेरमा। अब त अहिले बुढो भयो, अब त गुलेली खेल्ने बेला त गयो नि त। तर रमाइलो भनेको त सानोमै हो क्या है। अब ठुलो हुँदै गयो, जिम्मेवारी बढ्दै जान्छ, त्यहाँदेखि अनेकौँ टेन्सन हुन्छ। पैसा कमाउने, घरबार गर्ने, फ्यामिली हेर्ने तनाव छ नि गाइस। सुर्ती चाहिँ यो है, अघिको सुर्ती चाहिँ यसरी डोरीमा उनेर यसरी यसरी सुकाउनु पर्छ गाइस। यो हरियो भयो, टक्क गाइस यसरी सुकाएर पछि मुठा मुठा पारेर
लानुपर्छ। मम्मी म चाहिँ गाइस डोरी लिएर घाँस लिन जाँदैछु। त्यहाँ मम्मीले घाँस काटेको छ अनि बाँधेर टक्कसँगले घर लाने हो। यस्तै छ गाउँघरतिरको काम। कसले गाडेको यो किला चाहिँ फाट गरिसक्यो? कता कता त लु जग्गा फाट गरेर गएको छ। अब चुरोहरूले बेच्यो भने चौँडेले किन्नु नि त। पैसा पनि छैन। अब च्याम्रे बाउ छोरा बुझेको भयो त्यो चौकीमा लिएर अहिले नलागे त्यही गर्छ। यतापट्टि छ गाह्रो छ गाइस। यसरी काम गर्नुपर्छ है। हाम्रो घरतिर त तराईमा खेतबाली गाई भैँसी भएपछि यस्तै हो गाइस है। गाह्रो छ। यसरी घाँस बोकेर हिँड्नुपर्छ, घाँस काट्नुपर्छ, सबै गर्नुपर्छ। यस्तो छ अवस्था। गाह्रो छ गाइस। यसरी काम गर्नुपर्छ है। हाम्रोमा चाहिँ तराईमा फेरि अर्को भारी लिन जान्छु गाइस। यति घाँस ल्याइ हेर्नु सक्नुहुन्छ। यता गाई यता भैँसी छ है। गाई भैँसीलाई खुवाउनु पर्यो। घाँस ल्याएँ। अब म जाँदैछु बारीमा पानी हेर्नलाई। पानी हेर्नु पर्यो नि त, फेरि बन्द भयो कि। हेर यस्तो दुःख गर्नुपर्छ है गाउँमा। दिनरात घाँस काट्नुपर्छ होइन। गाई बाख्रा भैँसी भएपछि धन्न जङ्गल जानु परेको छैन। आफ्नै खेतबारीमा नजिकै छ। त्यो भएपछि सजिलो हुन्छ। त्यही हो गाइस। अब चाहिँ गाइस हातमुख धुनु पऱ्यो कि। घाँस बोकेर आयो नि त। अनि गर्मी गर्मी भयो अनि धुलो पनि भयो। अनि आफ्नै यहाँ मोटरको पानीमा
अलराइट गाइज, हात मुख धुएँ होइन, चिसो पानी खाएँ अनि यहाँ पनि पटिसक्न लागेछ पानी। अझै टाइम लाग्छ होला, आधी घन्टा जति। त्यही हो गाइज, तराईमा यस्तै कामहरू हुन्छ, आफ्नै खेतीबारी हुन्छ, कतै जानु पर्दैन। जे होस् आफूलाई खानलाई चाहिँ दुःख छैन, तर काम गर्नु पर्यो, त्यही हो, खट्नु पर्यो। यस्तै हुन्छ होइन, विदेशमा आफ्नो बिजनेस भएको जस्तो सहरमा विदेशमा जस्तो हुन्न होइन। यहाँ त दिन रात खट्नुपर्छ, यस्तो हो। खेतबारी भएपछि नखट्ने कुरा नि हुँदैन, आफ्नो भएपछि आफूले गर्नै पर्यो होइन। छैन भने बोल छैन, विदेश जाउँ कता जाउँ के गरौँ भन्ने हुन्छ होइन। अब आफ्नो भएपछि त गर्नै पर्यो होइन, कतै नजाउन्जेलसम्म त खेतबारी गर्ने बस्ने त हो नि गाउँघरमा। त्यही हो गाइज, यस्तै भिडियोहरू लिएर आउँछु गाइज तपाईँहरूलाई, आफ्नै गाउँठाउँको अर्ग्यानिक भिडियोहरू लिएर आउँछु। मेरो युट्युब च्यानलमा लाइक कमेन्ट सेयर गरिदिनु होला। अहिले चाहिँ म गाउँमा भएकोले अहिले यस्तो भिडियो लिएर आएको छु होइन। गाउँठाउँ परिस्थिति अनुसारको भिडियो लिएर आउने नै छु गाइज। अहिले म गाउँमा छु, त्यसैले मैले आफ्नै गाउँठाउँको भिजिट गराएँ तपाईँहरूलाई। खेतबारीहरू यस्तै छ। अब अन्त विदेश गयो भने विदेशको आउला होइन, काठमाडौँतिर गयो भने काठमाडौँतिर आउला, राइडमा गयो भने राइडमा आउला, त्यही अनुसारले आउँछ गाइज होइन। अहिले चाहिँ घरमा भएकोले चाहिँ मैले यस्तो आफ्नै खेतबारीहरू देखाएँ होइन। तपाईँहरूलाई भनिसकेँ, लोकल अर्ग्यानिक भिडियो आयो योपालि। हेरौँ अब यस्तै भिडियो आउँछ। स्टे ट्युन गाइज। ओके, थ्याङ्क यू सो मच, बाई।